उहाँको प्रशंसा अनि सदा सर्वदा होस्। हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। आज बिहानी यो मेरो डिभोसन प्रार्थना आराधनामा तपाईँ हुनुहोस् भनिकन म बिन्ती अनि प्रार्थना गर्न चाहन्छु। तपाईँको निगाह र कृपा मलाई दिनुहोस्, सहायता दिनुहोस् भन्ने बिन्ती गर्छु येशू प्रभुको नाममा, आमेन। यो सुन्दर समय प्रभुलाई महिमा होस्। अनि आज बिहानी म तपाईँको चरणमा आउँदछु। जसरी दाउदले भजन सङ्ग्रह 51 भन्छन्, तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु। तपाईँको दृष्टिमा जे खराबी छ त्यही गरेको छु। तपाईँ बोल्नुहुँदा ठिक र न्याय गर्दा मनासिब गर्ने परमेश्वर हुनुहुन्छ। त्यसै कारण तपाईँको महिमा भएको होस्, प्रशंसा भएको होस्। अनि तपाईँ परमेश्वरले मात्रै तपाईँको बोली र तपाईँको न्याय ठिक छ। अनि हाम्रा बोलीमा, वचनमा, कर्ममा, विचारमा, मन, वचन, कर्मबाट परमेश्वरको विरुद्धमा भएका सबै पापहरू, अपराधहरू मेरो क्षमा गरिदिनुहोस्। विगतका सबै पापबाट मुक्ति, छुटकारा दिनुहोस्। हिसाबले मस्काउनुहोस् र म शुद्ध हुनेछु। मलाई हर्ष र उल्लासका कुराहरू सुन्न दिनुहोस्। तपाईँको आत्मा मबाट नलैजानुहोस् प्रभु, म प्रार्थना गर्न चाहन्छु। हे परमेश्वर, तपाईँको हातमा सुम्पन्छु। मेरो प्राण, आत्मा, शरीर, जीवन, सम्पूर्ण परिवार, मण्डली, सेवकाई सबै तपाईँको हातमा समर्पण गर्दछु। स्वदेशमा विदेशमा भएका हाम्रा सबै भाइ बहिनीहरूलाई तपाईँको हातमा सुम्पन्छु। तपाईँले निगाह गर्नुहोस्। कसैले भुल त्रुटि, कमजोरी, दुर्बलता गरिरहेछन्, तपाईँको विरुद्धमा पापहरू गरिरहेका छन् भने प्रभु पश्चाताप गर्ने, फर्किने र तपाईँलाई महिमा दिने तुल्याउनुहोस्। हाम्रा पनि सबै अपराधहरू, अधर्महरू क्षमा गर्नुहोस्, शुद्ध पार्नुहोस्, यसरी मस्काउनुहोस् र हामी शुद्ध हुनेछौँ। प्रभु तपाईँको अनुग्रह म माथि अनि हाम्रा मण्डली परिवारमाथि राखिदिनुहोस्, क्षमा गर्नुहोस् येशू प्रभुको नाममा, आमेन। आज बिहानै चाहिँ प्रभुलाई महिमा प्रशंसा भएको होस्, प्रशंसा भएको होस्। जसरी भजन सङ्ग्रह 148 को 1 मा भनेको छ, हालेलुया, स्वर्गबाट परमप्रभुको प्रशंसा गर अनि आफ्ना उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। अनि यसै गरी भनेको छ, पृथ्वीबाट परमप्रभुको प्रशंसा गर। पृथ्वीमा भएका यावत प्राणी र बोट बिरुवादेखि लिएर सारा सृष्टिले उहाँको महिमा गरोस्। त्यसकारण आज बिहानी प्रभु तपाईँको प्रशंसा, महिमा होस्, प्रशंसा होस्, जय जयकार होस्। तपाईँ मात्र परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। अनि हामीलाई सृष्टि गर्नुभयो। हाम्रो आदमले गरेको पापबाट हामी उसका सन्तानहरूले पापमा जिरहेका छौँ। त्यो पापबाट छुटकारा दिन र परमेश्वर कहाँ फेरि फर्काएर लानको लागि परमेश्वरले आफ्नो पुत्र, एकमात्र पुत्र जो शरीरमा आउनु, परमेश्वर इम्मानुएल, अनन्तका पिता, शान्तिका राजकुमार, अनन्तका पिता, परमप्रभु तपाईँ हुनुहुन्छ। तपाईँलाई म धन्यवाद दिन्छु। तपाईँले नै यो उद्धार गर्नुभयो, तपाईँ आउनुभयो, धन्यवाद। हाम्रो लागि मर्नुभयो, रगत बहाउनुभयो, धन्यवाद। फेरि तेस्रो दिन जीवित भई उठ्नुभएको छ। स्वर्ग र पृथ्वीका राजा र मालिक हुनुहुन्छ। म तपाईँलाई धन्यवाद दिन्छु। आज बिहानी प्रभुको प्रशंसा, महिमा गर्छु। जिउँदो छन् येशू, जिउँदो छ मेरो मनमा, येशू जिउँदो छन्। सङ्कटमा मेरो सहारा हुँ, येशू सधैँ जिउँदो छन्। प्रभु तपाईँ जिउँदो हुनुहुन्छ। त्यसै कारणले त हामी तपाईँलाई पुकारा गर्छौँ, प्रशंसा गर्छौँ, आराधना गर्छौँ। मरेको मानिसले बनाएका हातका कलाहरू, फलाम र पित्तल, काठपातबाट बनिएका चिज, माटोबाट बनेका चिज तपाईँ हुनुहुन्न। तपाईँ जिउँदो हुनुहुन्छ, पवित्र हुनुहुन्छ, सिद्ध हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ। आज बिहानी मेरो प्रशंसा, आराधनालाई, महिमालाई ग्रहण गर्नुहोस् प्रभु। चढाउँछु प्रभु धन्यवाद आज क्रुसको त्यो प्रेमको निम्ति। थोकाइ र कुटाइ सहनु बजाती, यी सब थिए मेरै निम्ति, यी सबै मेरै निम्ति हो प्रभु। तपाईँलाई म धन्यवाद दिन्छु। तपाईँ जिउँदो हुनुहुन्छ। मेरो उद्धारकलाई महिमा। हेरा परमेश्वर पिता, यहोवा इरी मलाई जुटाउने, यहोवा निस्सी मलाई विजय दिने, यहोवा राफा मलाई रोपेका, मलाई निको पार्ने, मलाई छुटकारा गर्ने, सान्त्वना शान्ति दिने, अचम्मका सल्लाहकार, शान्तिका राजकुमार, अनन्तका पिता, तपाईँलाई म धन्यवाद, प्रशंसा, महिमा दिन्छु।
तपाईँ मलाई छोड्न, त्याग्न र नाश गर्न आउनु भएन, त बचाउन आउनुभयो। म प्रभुलाई धन्यवाद दिन्छु। स्तुति महिमा भएको होस्, आज बिहानी प्रशंसा होस् येशू प्रभुको नाउँमा। आमेन। हामी चाहिँ यी समयहरूमा परमेश्वर हामीसँग बोल्नुहुन्छ। यी समयमा परमेश्वर हामीद्वारा काम गर्नुहुन्छ। जुन मिसन प्रभुले लिएर स्वर्गबाट आउनुभयो, जुन मानिसको उद्धारको लागि प्रभु स्वर्गबाट पृथ्वीमा आउनुभयो, त्यो उद्देश्य चाहिँ पापी मानिसहरूलाई बचाउनु थियो, अधर्मी मान्छेहरूलाई बचाउनु थियो, तिनीहरूलाई उद्धार गर्नु थियो। त्यसै कारणले उहाँ संसारमा आउनुभएको हो। आज बिहानी हामी प्रार्थना गर्छौँ, सम्झिन्छौँ, अनि उहाँको अनुग्रहलाई सम्झिन्छौँ, अनि परमेश्वरको योजनालाई सम्झिन्छौँ। परमेश्वर पिताले संसारलाई यस्तो प्रेम गर्नुभयो, हामीलाई यस्तो प्रेम गर्नुभयो। हामी पापमा नाशमा परेको देखेर उहाँले हाम्रो पापबाट छुटकारा दिन आफ्नो पुत्रलाई बलिदान गर्नुभयो। आफ्नो पुत्रको बलिदान हामीलाई उद्धार गरेर आफूसँग मिलाप गराउनु भयो। अनि त्यो बाटो, त्यो उद्धारको बाटो, सत्य र जीवन चाहिँ यसो नै हुनुहुन्छ। अनि उहाँ हाम्रो उद्धारको लागि संसारमा आउनुभएको हो, मर्नुभएको, गाडिनु भएको र जीवित हुनुभएको घोषणा चाहिँ पत्रुसले गरेका छन्। हामीले उहाँ हाम्रो निम्ति मर्नुभयो र उहाँ हाम्रो निम्ति जीवित भई उठ्नु भएको छ। उहाँ जीवित भएपछि हामीले उहाँलाई भेट्यौँ, उहाँसँग खायौँ, उहाँसँग रह्यौँ। अनि उहाँले हामीलाई त्यो आज्ञा दिएर जानुभयो, तिमीहरू पनि जाओ, सुसमाचार गर, परमेश्वरको राज्यको सुसमाचार गर, पापको पश्चातापको निम्ति तिनीहरूलाई भन। अनि तिनीहरूले म माथि विश्वास गरे भने म तिमीहरूको निम्ति उद्धार गर्न बलिदान भएर मरेर जीवित भएको छु। उद्धारक मलाई विश्वास गर्यौ भने तिमीलाई उद्धार पाउँछौ। अनि यसोलाई विश्वास गर भनेर उनीहरूले चाहिँ यसोको घोषणा गरे। परमेश्वरको प्रेम पुत्रद्वाराको बलिदानद्वारा फेरि मिलापमा ल्याउनु भएको त्यो परमेश्वरको राज्यको घोषणा गर्न उनीहरू तयार भए र गरे। अनि अचम्मसँग प्रभुले त्यो काम गर्नलाई उहाँको आत्मा दिनुभयो, पवित्र आत्माले। अनि उनीहरूले काम गरे र यरुशलेममा उहाँको मण्डली सुरु भयो। प्रभु येशूले भन्नुभयो, म मेरो मण्डली खडा गर्नेछु। अनि त्यो काम चाहिँ, त्यो मिसन चाहिँ, जुन मिसन लिएर प्रभु स्वर्गबाट आउनुभयो, आफ्नो काम र कुरा पुरा गर्नुभयो र त्यो कामलाई जारी राख्नको लागि, त्यो सुसमाचारलाई जारी राख्नको लागि, मुक्तिको सन्देश, परमेश्वरको सन्देशलाई जारी राख्नको लागि अनि चेलाहरूलाई त्यो जिम्मेवारी, मिसन हस्तान्तरण गरेर उहाँ जानुभयो। जाने बेलामा उहाँले भन्नुभयो, जाओ, चेला बनाओ, सिकाओ, चेला बनाओ, बप्तिस्मा दियो, मैले सिकाएको कुरा तिनीहरूलाई सिकाओ, तिनीहरूलाई गर्न लगाओ। अनि हेर, जगतको अन्त्यसम्म तिमीहरूको साथमा हुन्छु, होइन। तिनीहरूले पनि फेरि यो सुसमाचार, सुसन्देश, यो मिसनलाई फेरि बोक्नेछन्। तिनीहरूले पनि त्यसै गरी प्रचार गर्नेछन् र मेरो राज्य चाहिँ बढ्नेछ। अनि मेरो मिसन चाहिँ, काम चाहिँ पुरा हुनेछ भनेर प्रभुले त्यो दिनुभएको छ। अनि त्यो कुरा चाहिँ हामी जान्दछौँ। पत्रुसलाई पनि त्यो उनीहरूको जातिभन्दा बाहिर यो सुसमाचार लाने कि नलाने भन्ने कुरामा त्यति निश्चित थिएनन्। हामीले यो कर्नेलियसको कुरा प्रेरित 10 अध्यायमा हामीले हेऱ्यौँ भने त्यहाँ पाउँछौँ। प्रेरित 10 अध्यायमा एकजना भक्त रोमी सिपाही, रोमी पटनको कप्तानले चाहिँ, कर्नेलियसले, उनको जीवन चाहिँ एकदम ईश्वर भक्त, उनी यहुदीहरूले गरेका तरिकाहरू, प्रशंसा, आराधनाहरू, अनि वचनहरू मान्ने, दानहरू दिने, प्रार्थना गर्ने, दैनिक 3 चोटि प्रार्थना गर्ने, होइन। अनि चाहिँ परमेश्वरको भय राख्ने पुरै परिवार, त्यो किसिमको उनीहरूको भक्ति, उनीहरूको प्रार्थना, उसको दान प्रभुले यसो देख्नुभयो। अनि त्यो देखेर प्रभु येशूले के गर्नु भने एउटा स्वर्गदूत पठाइदिनु भयो। दिउँसोको प्रार्थना गर्नेको बेलामा एउटा उसको अगाडि एउटा स्वर्गदूत देखा परे। अनि स्वर्गदूतले भने, परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भएको छ, तिम्रो दान, तिमीले दिएको सेवा, तिम्रो भक्तिलाई देख्नु भएको छ, अनि मलाई पठाउनु भएको छ। अब तिमी चाहिँ त्यो यति भक्ति, दान र सेवाले पुग्दैन। मुक्तिका लागि, उद्धारको वचन सुन्नको लागि चाहिँ तिमीले त्यो चर्मकारको घरमा बसिरहेका छन् पत्रुसलाई बोलाउन पठाऊ र परमेश्वरको वचन सुन।
अनि यहाँबाट हामी देख्छौँ कि यो सुसमाचारको काम चाहिँ अब स्वर्गदूतले वा ख्रीष्ट आफै स्वयंले वा पिताले कसैले पनि गर्दैन। त्यो काम चाहिँ के हो? चेलाहरूले गर्छन्। तपाईँ र मलाई चाहिँ आज ख्रीष्टको सुसन्देश, परमेश्वरको सुसन्देश, मुक्तिको सुसन्देश सुनाउनको लागि पृथ्वीमा राख्नु भएको छ। अब यो स्वर्गदूतले चाहिँ सहायता गर्ने रहेछ है, बताइदिने रहेछ। कर्नेलियसले ऊ एकदम धर्मी मान्छे हो, भक्ति गर्ने मान्छे हो, प्रार्थना गर्ने मान्छे हो, दान गर्ने मान्छे हो, तर परमेश्वरको सुसमाचार सुन्न बाँकी नै रहेछ। त्यो कुरा चाहिँ सुन्नको लागि र मुक्ति पाउनको लागि चाहिँ माध्यम चाहिँ पत्रुसलाई बनाउनु भयो र पत्रुसलाई बोलाइ पठाओस्। अनि पत्रुसले त्यो कुरालाई स्वीकार गरे। उनले दर्शन पाए। त्यतिकै आउनेवाला थिएनन्। यहुदीहरू अयहुदीको घरमा जाँदैनथे। तर जब उनलाई पनि एउटा दर्शन दिइयो, पढ्दा त्यसमा आएका शुद्ध अशुद्ध पशु पन्छीहरू मारेर खाऊ भन्ने त्यो दर्शन पाएपछि यो चाहिँ अशुद्ध कुरा कसरी खानु भन्दाखेरि चाहिँ आज म कर्नेलियस कहाँ जानुपर्ने रहेछ भन्ने कुरा बुझेँ। र उनी चाहिँ ती कर्नेलियसका एकजना सिपाही र 2 जना कर्मचारी जो लिन आएका थिए, उनले गएर त्यहाँ ख्रीष्ट येशूको बारेमा, परमेश्वरको प्रेमको बारेमा, उहाँले गर्नुभएको बलिदानको बारेमा बताइदिए है। किन भाइ तिमीले मलाई किन बोलाएको हो भन्दाखेरि कर्नेलियस सबै भने मलाई यसरी स्वर्गदूत आउनुभयो, दर्शन गर्नुभयो, मलाई भने त्यो पत्रुस भन्ने व्यक्तिलाई चाहिँ बोलाएर ल्याएर उहाँबाट परमेश्वरको वचन सुन भन्नुभएको छ। अनि त्यसै कारण तपाईँलाई मैले बोलाएको हो। अनि उनले गएर परमेश्वरको वचन सुनाइदिए अनि परमेश्वरको बारेमा बताए। परमेश्वरले इस्राएलीहरूलाई पठाउनु भएको सन्देश, ख्रीष्टको प्रचार गरिएको शान्तिको सुसमाचार तपाईँहरूलाई थाहा छ है। इस्राएलीहरूको लागि शान्तिको सुसमाचार तपाईँलाई थाहा छ, मुक्तिको सुसमाचार थाहा छ। अब म तपाईँलाई यो कुरा बताउँछु। यो उहाँ चाहिँ हाम्रो लागि संसारमा आउनुभयो, अनि उहाँ हाम्रो लागि मर्नुभयो, अनि हाम्रो लागि उहाँ जीवित भई उठ्नुभयो। जीवित भई उठेपछि, उहाँ जीवित भएपछि पनि हामी उहाँसँग खानपान गऱ्यौँ, उहाँसँग रह्यौँ। अनि उहाँ चाहिँ सबै मानिसका प्रभु र मुक्तिदाता हुनुहुन्छ। यो चाहिँ सबै मानिस जातिको लागि, उद्धारको लागि उहाँले यो गर्नुभयो। उहाँ नै प्रभु र मुक्तिदाता हुनुहुन्छ। अनि उहाँमा सबै अगमवक्ताले उहाँको गवाई दिएका छन् कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप क्षमा पाउँछ। प्रेरित 10:43 सबै अगमवक्ताले उहाँको गवाई दिएका छन् कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप क्षमा पाउँछ। यसरी पत्रुसले बोल्दा बोल्दै तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो र तिनीहरू सुन्नेहरू सबै, त्यो कर्नेलियसले आफ्ना सबै घरघराना, कर्मचारी, आफन्त, छिमेकी सबै बोलाएका थिए वचन सुन्नको लागि। सबैमाथि सुन्नेहरूमाथि पवित्र आत्मा हुनुभयो। तिनीहरूले अन्य भाषाहरूमा आफूले नजानेको भाषामा परमेश्वरको प्रशंसा गरेर पवित्र आत्माले भरिएको देखेपछि पत्रुस आफै छक्क परे। यो सुसन्देश चाहिँ सबैका लागि रहेछ, सबै मानव जातिका लागि रहेछ भन्ने कुरा उनले पनि बुझे र ती सबै मानिसले विश्वास गरे। यसरी अन्य जाति मान्छेहरूले पनि विश्वास गरेर प्रभुमा आए। पत्रुसद्वारा यो आएको कुरा हामी यहाँ पाउँछौँ। त्यसकारण उनले भने यो त सबैको निम्ति रहेछ। उनले तिनीहरूलाई वचन सुनाउने छन् जसद्वारा तिमीले उद्धार पाउनेछौ, तिमी र तिम्रा सारा परिवारले भनेर प्रभुले भन्नुभएको छ। त्यो ऊबाट वचन सुनेपछि, ऊबाट सुसमाचार सुनेपछि, ऊबाट मुक्तिका सुसन्देश सुनेपछि तिम्रो परिवार र घरानाले मुक्ति पाउँछौ। आमेन। त्यसै कारणले त्यो जिम्मेवारी चाहिँ आज प्रभुले भन्नुभयो, चेलाहरूलाई भन्नुभयो, तिमीहरूले परमेश्वरलाई सारा हृदय, प्राण र समझले प्रेम गर्नु, आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु, अनि जानु, सुसन्देश गर्नु, चेला बनाउनु, मैले सिकाएका कुरा तिनीहरूलाई गर्न सिकाउनु है, तिनीहरूलाई त्यस्तै गर्न लगाउनु। अनि जसरी तिमीहरू चेला भएको छौ तिनीहरूले पनि अरूलाई चेला बनाएर यसरी परमेश्वरको राज्य काम चाहिँ बढ्दै जान सकोस् भनेर उहाँले चाहिँ बताउनु भएको छ। अनि आज तपाईँ र मेरो जीवन चाहिँ सुसमाचारको लागि, प्रचारको लागि, साक्षी गवाईको लागि संसारमा राख्नु भएको छ। जुन ठाउँमा तपाईँ हुनुहुन्छ, जुन विदेशमा हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, आफ्नो घरघरानामा हुनुहुन्छ, यो समय चाहिँ एउटा साक्षी गवाई भन्नुहोस् र तपाईँले ख्रीष्ट येशूको मुक्तिको सुसन्देशलाई सुनाइदिनुहोस्। उहाँ चाहिँ कतिले भन्दाहरू छन् 2000 वर्ष पछिका यो धर्म हो, अनि यो चाहिँ उहाँ आउनु भएको हो। अनि उहाँ कलसी
पत्रमा पढ्नुहोस्, त्यहाँ चाहिँ उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ, उहाँद्वारा नै सृष्टि गर्नुभयो, उहाँकै लागि सृष्टि गर्नुभयो। उहाँ सृष्टिकर्ता हो, उहाँ इम्मानुएल परमेश्वर कहाँ आउने मानिस हो, उद्धारक हो, परमेश्वर हामी कहाँ आउनुभएको छ र हाम्रो उद्धारको काम पुरा गरेर मिसन पुरा गरेर जानुभएको छ। यदि विश्वास गर्नेले उद्धार पाउँछ, विश्वास नगर्ने दोषी ठहरिन्छ। विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्, यूहन्ना 20:31 लेखेको छ। हामीलाई जीवन दिन, उद्धार दिन जसरी कर्नेलियसलाई पत्रुस पठाउनु भयो, धेरै मानिसहरूको निम्ति हामी पनि एउटा सुसमाचार वाहक बन्न सकौँ। परमेश्वरले हाम्रा सबै भाइ बहिनीहरूलाई, विदेशमा भएका भाइ बहिनीहरू आफ्नो स्थानमा, आफ्नो मण्डलीमा, आफ्नो घरानामा, आफ्नो साथीभाइहरूको बिचमा साक्षी गवाई बन्नुहोस्। हामी यहाँ पनि हामी हरेकको परिवारको बिचमा साक्षी गवाई बन्न सकौँ। यो सुसन्देश खाने पिउने रमाइलो मात्र नभएर ख्रिस्टको असल खबरलाई, मुक्तिको खबरलाई, छुटकाराको खबरलाई, विजयको खबरलाई, अनन्त जीवनको खबरलाई चाहिँ पुर्याउन सकौँ। परमेश्वरले आफ्नो पुत्रद्वारा गर्नुभएको यो महान योजनालाई हामी प्रचार गर्न सकौँ। परमेश्वरले हामी सबैलाई आशिष दिनुहोस्। हाम्रा मण्डलीका सबै भाइ बहिनीहरूको काममा, जीवनमा आशिष दिनुहोस्, पढाइमा आशिष दिनुहोस्, व्यवसायमा आशिष दिनुहोस्, जागिरमा आशिष दिनुहोस्, घर घरानामा आशिष दिनुहोस्। नचिनिएकाहरूले प्रभु चिन्न सकुन्। बिरामी दिपाको चङ्गाइको लागि, राजकुमार सुनारको चङ्गाइको लागि, जो जति पनि बिमारी दुर्बल हुनुहुन्छ चङ्गाइ भएको होस्। तपाईँको निगाह दिनुहोस्। सङ्गति प्रार्थना नपाएकाहरूले सङ्गति प्रार्थना पाउन सकुन्। खोजी गर्न सकेको होस्, आफ्नो मन प्रभुतिर लगाउन सकेको होस्। कुनै आदत, लतमा परेकाहरू, कुलतमा परेकाहरू, विभिन्न किसिमका कुलतहरू, विभिन्न किसिमका ड्रग्स एडिक्सनहरू, व्यभिचारहरू, अशुद्ध कुराहरू चाहिँ संसारिक कुराहरूमा कोही छन् भने प्रभु तपाईँले उनीहरूलाई त्यहाँबाट छुटकारा हुने बाटो, ढोका, शक्ति, सामर्थ्य तपाईँले दिनुहोस्। अब ड्रग्सको लत होइन, पापको लत होइन, सुसमाचारको लत, प्रार्थनाको लत, आराधनाको लत अनि सङ्गतिको लत तपाईँले हालिदिनुहोस् प्रभु। अब यो संसारमा चाहिँ तपाईँ चाहिन्छ, हामीलाई तपाईँको सहायता चाहिन्छ, तपाईँको निगाह चाहिन्छ। हाम्रो जीवनमा तपाईँले विजय दिनुहोस्। यहोवा निश्चय हाम्रो विजयको झन्डा बन्नुहोस्। यहोवा इरे हामीलाई जुटाउने परमेश्वर बन्नुहोस्। यहोवा रोपेका हाम्रो निको पानी परमेश्वर बन्नुहोस्। हाम्रो जीवनमा प्रभु हाम्रो अनन्त जीवनको मालिक प्रभु बन्नुहोस्। पहिलो स्थान हामी तपाईँलाई दिन सकौँ। तपाईँलाई सारा हृदय प्राण समाजले प्रेम गर्न सकौँ। तपाईँले दिएका त्यो महान आज्ञालाई पुरा गर्न सकौँ। तपाईँको महान आदेश चाहो चेला बनाओ भन्ने सुसमाचार गर, सिकाओ, बताओ। तिमीहरूले जानेका छौ, सिकेका छौ, त्यो कुराहरूलाई बताओ र अरूलाई पनि त्यही गर्न सिकाओ भन्नुभएको छ। आज हाम्रो प्रार्थनाको विषय, संसारको विषय चाहिँ यो हुन आवश्यक छ प्रभु। हामीलाई कहाँ कसरी साक्षी बनाउन चाहनुहुन्छ, कसरी तपाईँले कसलाई सुनाएको चाहनुहुन्छ, हर व्यक्तिलाई यो सुसन्देश सुनाएर प्रभुको मार्ग, उद्धारको बाटो, ढोका खोलिदिनको लागि हामीलाई सहायता गर्नुहोस्, आशीर्वाद दिनुहोस्। हामी चुकेका ठाउँहरूमा हामीलाई फर्किन, हामी परमेश्वरतिर फर्किन सहायता गर्नुहोस्। तपाईँले भनेका वचनहरू पालन गर्न सकौँ, हामी आशिषित हुन सकौँ, अरूलाई आशिष दिने व्यक्ति बन्न सकौँ। आई ब्लेस माइसेल्फ, माई फ्यामिली, माई चर्च, नयाँ सिर्जना मण्डलीका सबै भाइ बहिनीहरूलाई म आशिष दिन्छु। आफैलाई आशिष दिन्छु, मेरो परिवार घरानालाई आशिष दिन्छु, अब स्वदेशमा विदेशमा भएका भाइ बहिनीहरूलाई आशिष दिन्छु। आई ब्लेस अल द पिपुल है, अल चर्च मेम्बर्स, हाम्रा सबै मण्डलीका सदस्यहरूलाई प्रभुले आशिष दिनुहोस्, विजय दिनुहोस्। यो समय शान्ति दिनुहोस्, मित्रता, सद्भाव, प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्ता, नम्रता, संयम पार गरिदिनुहोस् भनिकन म प्रार्थना प्रभुसँग बिन्ती गर्छु। सारा विश्वले तपाईँलाई चिनुन्। जति मिसनरी सेवामा लागेका, पूर्ण समय दिएर स्वदेशमा विदेशमा भएका, आफ्नो धन सम्पत्ति, समय सबै खर्च गरेर विभिन्न संस्थाद्वारा माध्यमबाट भएर हर किसिमले प्रभुको राज्यको काम भइराखेको छ। प्रभु अझै बढ्न सकोस्, तपाईँको शक्तिशाली काम होस्, तपाईँको राज्य विस्तार बढोस्, हामीलाई चलाउनुहोस्, एउटा टुल्स, एउटा खेताला भएर सेवा गर्न सकौँ। आशिष माग्दछौँ सबै तपाईँका दास सेवकमाथि निगाह गर्नुहोस्, आशीर्वाद दिनुहोस् अनि बिन्ती प्रार्थना चढाउँछु येशू प्रभुको नाममा, आमेन। जय मसीह। यो चस्मा लगाएर चाहिँ आँखा घुमिरहन्छ मेरो, अनि त्यही भएर है हजुर।